सरकारले बयान लिन्छु भन्छ, अहिलेसम्म लिन सक्दैन। सरकार गठन भएको 5 दिनमा यो काम गरे भए त यो समस्या आउँदैन थियो नि। अहिलेको सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले यो त 5 दिनमा काम हुन्छ, हामी ठिक गर्छौँ भने यहाँ हामीले सुन्या होइन र। अहिले यो 6 महिनाको म्यान्डेट पाएको चुनावी सरकार, यो काम चलाउ सरकारले को 4 महिना बित्न लाग्यो भने, 4 महिना पुग्न लाग्यो भने अब समयमा काम नगरिदिँदाको परिणति हो। त्यस कारणले समयमा काम नगर्दाखेरि एक किसिमले भन्नु हो भने देश दुनियाँ बुझ्या, जसले त्यहाँ भन्नुभयो त्यो भन्नु स्वाभाविकै भन्ने हो। उहाँलाई टेर्या होइन सरकारले। अब जस्तो अहिले चुनाव चाहने र नचाहनेहरूको द्वन्द्व पनि देखिन सुरुवात भइरहेको छ। संसद पुनर्स्थापना हुन्छ या फेरि हुँदैन भन्ने लडाइँ पनि हो यसमा। यो घटना चाहिँ संसद पुनर्स्थापनाको सम्भावना छ? न, अब यो यहाँले चुनाव चाहने र नचाहने दुई वर्ग भन्नुभयो। सम्भवतः सबैले चुनावमा भाग लिने भनेका छन्, तर एउटा मुद्दा हाल्ने होइन। अर्को दुईटा कुरा छ। एउटा त जो संसदमा प्रतिनिधित्व गर्थे तिनीहरूले आफ्ना पार्टीका माननीय सदस्यहरू मार्फत र अन्य आम नेपालीको तर्फबाट अथवा अन्य अधिवक्ताहरू, अन्य व्यक्तिहरूले पनि यो असंवैधानिक सरकारको बारेमा सर्वोच्चमा रिट गएकै छ। त्यसमा पार्टीगत रूपमा दुईटा ठुला पार्टी कांग्रेस र एमाले, सुरुमा एमालेको त्यसपछि कांग्रेसको गइसकेपछि उहाँहरू हिजो मात्रै सम्भवतः चुनावको बारेमा निर्वाचन आयोगको उपस्थितिमा प्रधानमन्त्री, मन्त्रीहरू, ज्यानजीहरू यी सबै बसेर एउटा छलफल भयो जस्तो मलाई लाग्छ। त्यो छलफलमा हामी चुनावमा बहिष्कार गर्छौँ भन्ने सम्भवतः छैन। सानातिना एउटा दुईटा र जो संविधान यो संसदमा नगएका पार्टीहरूका बाहेक धेरै जसोले त चुनावमा भाग लिने भनेका छन्। र सरकारको पछिल्लो रवैया हेरेर, सरकारका पछिल्लो गतिविधि हेरेर, सरकारको काम कारबाही हेरिसकेपछि केही पार्टीहरूले निष्पक्ष चुनाव हुँदैन कि भन्ने एउटा आशंका गरेका छन्। त्यो चुनाव नहुने आशंका चाहिँ अहिलेसम्म ती हतियार पनि फेला परेको छैनन्, गोली पनि छैनन्, भागेका कैदीहरू पनि समातिएका छैनन्। अब म यहाँलाई त्यही निवेदन गर्दैछु, यहाँले जो भन्नुभयो न हात हतियार पनि प्रष्ट रूपमा गोलमटोल रूपमा हात हतियार प्राप्त भएको छ भनेर केही प्राप्त भयो, केही बाँकी छ भन्ने कुरा भएको छ। तथापि हात हतियार कति बाहिर गएका थिए, कति आए भनेर त्यो पनि प्रष्ट सरकारले गर्न सकेका छैन। कैदीबन्दीहरू जो चाहिँ आपराधिक मुद्दाहरूमा परेका थिए, ती आपराधिक मुद्दामा परेका कैदीबन्दीहरू पनि कति हामीले पक्रियौँ, कति कारागारमा आए भनेर त्यो पनि सरकारले प्रष्ट पारेका छैन। र अब त्यो बाहेक पनि के छ भन्नुहुन्छ भने एउटा विदेशी शक्ति केन्द्रहरूको आज यहाँलाई प्रष्ट भन्ने हो भने पश्चिमाहरूका डिप स्टेटले काम गर्ने उनीहरूकै अनुचरहरू, उनीकै समर्थकहरूले मात्रै भयो भने, मात्रै काम गर्न लागे भने यो चुनाव हुँदैन कि भनेर आशंका गर्ने पर्याप्त आधार छन्। यस्तै जस्तो यहाँलाई बङ्गलादेशको प्रसङ्ग लिन सकिन्छ। ज्यानजी विद्रोहले बङ्गलादेशमा पनि केही परिवर्तन गरेको थियो। त्यहाँ अहिले 1 वर्षसम्म चुनाव भएको छैन। त्यसैले नेपाली जनताहरूलाई त्यो सोच्नु बाध्यता पनि छ, इदाको गतिविधि पनि बाध्यता छ। अब यहाँलाई झलझदी राष्ट्रिय झन्डा ओढेर 5 दिनमा म ठिक गर्छु भने चाहिँ अहिलेको सामान्य प्रधानमन्त्रीजीले होइन र सरकारले गराउन चाहन्छ कि छैन भनेर यो अहम सवाल छ। यहाँले जो एउटा संसद पुनर्स्थापना होला या नहोला, के होला भनेर भन्नुभयो। एक त सर्वोच्चको विचाराधीन मुद्दामा म जस्तो सर्वोच्च अदालतमै मुद्दाको बहस पहिरे गरी गर्ने मान्छे, त्यसमा पनि म कुनै निवेदकको पक्षबाट यो वकालत नदिया वकिलै पनि भएको हुनाले यसबारेमा त्यति म भन्दिनँ। तथापि यहाँलाई के भन्छु भने यो संसद पुनर्स्थापना हुने पनि पर्याप्त आधार छन्। अब संसद पुनर्स्थापना मात्रै होइन, अरू आधार पनि छन्। सर्वपक्षीय सर्वदलीय एउटा सरकारको पनि माग भइरहेको छ। अब त्यो संसद पुनर्स्थापना भएर मात्रै निकास हुने भन्ने अवस्था पनि छैन। दीर्घकालीन निकास खोज्ने हो भने त्यतातिर पनि नेपाली जनता जानुपर्छ
र नेपाली जनताले करिब करिब विभिन्न कोणहरू आइरहेका छन् र चुनाव घोषणा भइसकेपछि चुनावमा जानु राम्रै हो। तथापि अहिले न 24 गते पछिका चाहिँ जुन उत्साह जाँगर थिए ती जाँगर स्वयं एनजिओहरूसँग छ, न सरकारसँग छ। यो पाराले सजिलै चुनाव हुने देखिँदैन। अब चुनाव यो मौका छोपेर जसरी माओवादीले 62-63 पछि झन्डै होइन ठुलो सङ्ख्यामा जसरी संसद जित्यो होइन, त्यो जितको दौडमा अहिले नयाँ खुलेका पार्टीहरू छन्, एउटा दुईटा कति त एकजुट पनि हुँदैछन् होइन। यी नयाँ दलहरूलाई साँच्चै यो अवसर हो या त्यो अवस्था चाहिँ आउँछ कि आउँदैन जसरी माओवादीलाई हात परेको थियो? अब माओवादीको देशव्यापी सङ्गठन थियो, 10 वर्ष जनयुद्धको कुर्बानी थियो। अब पछिल्लो कालखण्डमा हेर्ने हो भने पार्टी गठन भएको 6 महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीले त उल्लेख्य बहुमत ल्याएकै हो। र अहिले पनि जो केही नयाँ पार्टीहरू गठन भएको छन् ती पार्टीहरू एकमुष्ट अथवा मिल्न सक्यो भने अथवा पदीय तालमेल मिलाउन सक्यो भने उनीहरूलाई कम आँक्नुहुन्न। यद्यपि विचार राजनीति भने त पार्टी सङ्गठन भने विचार, मूल्य, मान्यता, आदर्श यी सबैसँग पनि जोडिएका हुन्छन्। यद्यपि ती छन् छैनन् आफ्नो ठाउँमा छ, त्यो नहुन पनि सक्छन् नयाँ पार्टीहरूको। तथापि अब 23 र 24 गते देश यो अवस्थामा पुग्यो, आगजनी भयो। त्यसपछिको निकास दिने वर्तमान सरकारले पनि त्यति एउटा मार्ग निर्धारण गर्न सकेन, आशा भरोसा दिन सकेन। पार्टीहरू पनि स्वयं ओझेलमा परेका छन्। त्यस्तो अवस्थामा अब पुराना पार्टीहरूले एकपछि अर्को अब विभिन्न काण्डहरू, विभिन्न भ्रष्टाचारमा मुछिएका कुराहरू, भ्रष्टाचारका प्रसङ्गहरू, यो तपाईँ हामीले भन्दाखेरि समयको बर्बाद र यी मेरा अभिव्यक्तिका पुनरावृत्ति मात्रै हुन्, यतातिर नजाउँ। र ठुला पार्टी भनिनेहरूबाट कुनै पनि गतिला काम, प्राय गतिला काम नभएको हुनाले जनताहरू पक्कै निराश छन्। जनताहरूले एउटा केही निकास पाउने, अमन चयनको कुरा, निष्पक्षताको कुरा, राज्य एउटा गतिले चलोस्, गतिविहीन तरिकाले होइन गतिसहित चलोस् भन्ने जो जनताले अपेक्षा गरेका छन् त्यो नभएपछि त स्वतः नयाँ पार्टीहरूका केही सङ्ख्या बढ्छन्। र सङ्ख्या बढ्नु भने पुरानो पार्टीको हैसियत, पुरानो अवस्था कुम्चिनु हो, त्यो हुन सक्छ, त्यो सम्भावना देखिन्छ। हिजो जसरी बालेन र रविहरूले यो 1-to-1 भिजिट गरे होइन, मिटिङमै चलाए, त्यसै गरेर केपी शर्मा ओली र शेरबहादुर देउवाको पनि भेटको तस्बिर सार्वजनिक भयो। यो दुईवटा तस्बिरको अर्थ के हुन्छ? अब दुईटा कुरा हुन्छ। यो नेपाली काङ्ग्रेस र एमाले त अस्तिसम्म संयुक्त सरकारमै बसिया पार्टी हो एउटा। अब देशमा भन्यो भने सबभन्दा बहुमत प्राप्त गर्ने र दोस्रो बहुमत प्राप्त गर्ने पार्टी पनि हुन्। अब अहिलेको अवस्थामा यिनी दुईटै पुराना पार्टी पनि हुन्, संसदीय अभ्यस्त भएका पार्टी पनि हुन्। र एउटाको महाधिवेशन भर्खर सम्पन्न भएको छ, नयाँ अध्यक्ष लगायतका पदाधिकारीहरू चुनिनु भएको छ। अर्कोको यही कहिलेसम्म, यही पुससम्म हो कि पुसको कति कति यो महाधिवेशन हुने भन्ने कुरा छ। भ्याइन्छ भ्याइन्न, सदस्यता वितरणमा अलिकति विलम्ब भयो, नम्बर छुटे आदि इत्यादिका प्रसङ्ग छन्। यी दुईटा पार्टीहरूको स्वाभाविक मिलन हो। अब र यहाँले बालेन र यो रवि लामिछानेको प्रसङ्गको कुरा गर्नुभयो। अब यिनी चुनावमा जाने हो भने अब यिनीहरूले पनि यिनीहरूको आफ्नो हैसियत पनि त यिनीहरूले बुझे। बालेनको त पार्टी छैन अहिलेसम्म, कुनै पार्टीमा पछि जालान् अथवा भित्रभित्रै पार्टी खोलेका छन् कि यहाँ त कसले कहाँ पार्टी खोलेका छ। अहिले भएका कुनै मन्त्रीलाई म पछि आउँछु, मन्त्री छोडेपछि यो पार्टी मेरो हो भन्ने, कुनै तपाईँहरू जस्तै चौथो अङ्गका मान्छेले श्रीमतीलाई पार्टी खोल्न लगाउने, यो विचित्रको नेपाल त छँदैछ। अब त्यो भएको हुनाले बालेनले खोलेका छन् भने थाहा छैन, तर बालेन पनि राजनीति मूलधारमा अथवा यी चुनावी उसमा नआएर त कहिल्यै छैन। अब यहाँ कयौँ प्रसङ्गमा
लुसिफरका कुराहरू छन्, विभिन्न एउटा मात्रै लुसिफर होइनन्, विभिन्न प्रकारका लुसिफरहरूले काम गरे अवस्था पनि छ। यस्तो अवस्थामा अब नयाँ शक्तिहरू अब भर्खर खोल्न इच्छा भएका अथवा नखोलिसकेका अथवा भित्री खोलेका शक्तिहरूको बिचमा पनि एकगट हुनु अथवा छलफल चलाउनु भेट्नु स्वाभाविक होइन र सबैले फाल्गुन 21 गतेको चुनावलाई मध्यनजर गरी भेट्नु दुवै स्वाभाविक, यसलाई अन्यथा लिन मानिन्न सकिन्न। अब जसरी जेनजीहरूले जो आन्दोलन गरे, जो परिवर्तन ल्याए, ती जेनजीहरू अहिले पाखा लागे होइन, अर्थ नव्यर्थका भए अहिले जेनजीहरू, त्यसरी भन्दा उपयुक्त हुन्छ? अब यहाँले जो भन्नुभयो जेनजी पाखा लागे भनेर हो, पक्कै जुन उद्देश्यका पवित्र मनसायले माइतीघर मण्डेलामा 23 गते जुन भावना ल्याए थिए, ती जेनजी पुस्ताका मेरा त नाति पुस्ताका छोरा पुस्ताका भनौँ, तिनीहरूको जो पवित्र उद्देश्य थियो उनीहरूले त त्यतिखेर बन्देज लगाएको मिडिया लगायतका यिनीहरूको खोल्ने, यिनीहरूलाई चालु अवस्थामा हुने सुशासनको कुरा थियो। सुशासनमा भने अमन चाहिने, शान्ति सुरक्षा, भ्रष्टाचार रहित समाजको, भ्रष्टाचार रहित देशको परिकल्पना गरेका थिए, सुशासनका कुरा थिए। अब पुरानै संविधानबाट यी सबै जेनजीहरूले भनेका कुरा पुरा हुन गाह्रो थियो। अब त्यो जेनजी को कहाँसम्मको भूमिका रह्यो त? अब जेनजीहरू त करिब भन्यो भने 23 गते साँझदेखि हामी विसर्जन गरौँ, हामीले सक्यौँ भनेर चाहिँ बिदावारी भएको अवस्था छ। 24 गते आउने को थिए, सिंहदरबार जलाउने को थिए, ज्वलनशील पदार्थ बोकेर हिँड्ने को थिए? अब यी सबै एउटा खोजीको विषय होला र यो जो आयोग, छानबिन आयोगले जो खोज्या छ त्यो सार्वजनिक होला। यदि हुन सकेन भने त्यो पनि आलोचनाको घेराभन्दा टाढा जान सकिन्न। तर यहाँले जो भन्नुभयो जेनजीको उद्देश्य, अब जुन उद्देश्यले माइतीघर मण्डेलामा भएको थिए अहिले छैन। हिजो आज पनि केही जेनजीहरू त सडकमै छन्, ती जेनजीहरूले पनि सरकारको राजीनामा मागेका छन्। यो पुरा भएको भए राजीनामा माग्दैन थिए। अन्तमा छौँ होइन, अब देशले निकास कसरी पाउँछ भन्ने प्रश्न त छ होइन? छ। अब यहाँले जटिल कुरा गर्नु हो। अहिले हामी अन्योलग्रस्त यहाँको जिज्ञासा अथवा प्रश्नको सुरुवात देश कसरी गएको छ भन्दाखेरि मुक्ति कसरी अथवा समाधान कसरी भन्नुभयो, फेरि हामी घुम्दै भेट्दै रोम्जाटार भने जस्तै उही ठाउँमा आयौँ। अन्योलग्रस्त अवस्थामा बुद्धिमत्तापूर्ण तरिकाले निस्किँदाखेरि विभिन्न तबकाका जनताहरूको आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो भूमिका हुन्छ। यहाँहरूको चौथो अङ्गको, हामीहरू सामाजिक अभियन्ता अथवा कानुन व्यवसायीहरूको, यस्तै समाजका सभ्य समाजका मान्छेहरूको यो आफ्नो आफ्नो तबकाबाट हुने भएको हुनाले अहिलेको अवस्था भने त यही 72 को संविधानलाई पनि बर्खिलाफ गरेर, यद्यपि यो संसद डिजल्भ नभइकन एउटा जुन तरिकाले चाहिँ सरकार गठन हुनु पर्थ्यो त्यो गठन भएपछि यसलाई संविधान संशोधनका कुरा हुन्थे। अहिले संसद छैन, संविधान संशोधनका कुरा भएन, न अर्को वैकल्पिक संविधान अथवा अन्तरिम संविधानको केही व्यवस्था गरियो। जो तरिकाले सरकार गठन भएको छ यसबाट तुरन्तै समाधान निस्किने होइन, हामी झन दल अवस्थामा पुग्छौँ। यसको विकल्प भने यहाँले के हो भन्नुहुन्छ भने सर्वपक्षीय सहमतिको सरकार। त्यो भनेको को हुन्छ? अब पार्टीहरू हुन्छन्, जेनजीका प्रतिनिधिहरू होलान्, तपाईँ हामी स्वतन्त्र मान्छेहरू कुनै पार्टीमा नलागे मान्छे पनि हुन्छौँ। पार्टीहरूलाई अहिलेको अवस्थामा सबै पार्टीलाई किनारा गरेर एकलौटीमा चलाउँछु भन्ने होइन, ती पार्टीहरूका पनि प्रतिनिधि होलान्। एउटा यसलाई त गोलमेज सम्मेलन त माओवादीको पुरानो भइगयो। सामूहिक छलफलले भनौँ न, सामूहिक छलफलले अथवा आफ्ना स्वार्थभन्दा माथि उठेर एउटा नयाँ सरकार गठन भयो भने त्यसले केही निकास होला, होइन भने 21 गते यो 6 महिनामा चुनाव गराउन नसके के हुने? त्यस कारणले गर्दाखेरि अहिलेको निकास भने यो सामूहिक छलफल पछिको एउटा संयुक्त सरकार विकल्प त्यही हो।
हस्, महत्त्वपूर्ण समय र समाधानलाई सरलाई धेरै धेरै धन्यवाद। धन्यवाद।